हाई देयर। आज म केही नयाँ कम्प्युटर स्किल्सको बारेमा कुरा गर्दैछु जुन तपाईँहरूको लागि एकदमै भ्यालुएबल हुन सक्छ। यदि तपाईँ एसई दिएर बस्नु भएको छ भने यो भिडियो हेर्न नछुटाउनु है त। अब म भिडियो सुरु गर्छु। यो स्क्रिनमा देख्नु भइसक्यो होला हजुरले, यहाँ कम्प्युटर एजुकेसन प्रोग्राम भनेर लेखेको छ हैन। अनि मैले चाहिँ केही मेन पिलर्समा काम गरिरहेको छु हैन। अनि त्यो पिलर्सहरू चाहिँ के रहेछ र त्यो पिलर चाहिँ मैले किन बनाएको भन्ने कुरा चाहिँ अब हामी हेर्छौँ। जस्तै कि मैले यहाँ के अरे यहाँनिर चाहिँ कम्प्युटरको बेसिक हैन मेन पिलरहरू चाहिँ मसँग के रहेछ भन्दाखेरि मैले काम गर्नुपर्ने मसँग भएको स्किल्सहरू चाहिँ यो सेक्टरमा रहेछ हैन। मतलब म युजर्स पनि हो, म एडिटर्स पनि हो, डिजाइनर्स पनि हो, डेभलपर्स पनि हो र इनोभेटर्स पनि हो है। अब यो कोर्सेसहरू चाहिँ पढ्नको लागि हजुरको चाहिँ इच्छा हुनु पर्यो हैन। अब यदि हजुर प्राइभेट स्कुलमा पढ्नु भएको छ भने, प्राइभेट स्कुलबाट एसई दिनु भएको छ भने यसबाट केही टुल्सहरू केही कोर्सेसहरू चाहिँ अलरेडी हजुरले कभर गरिसक्नु भएको होला। यदि हैन हजुर कम्प्युटरमा पुरै नयाँ हुनुहुन्छ भने चाहिँ यो भिडियो हेर्न नछुटाउनु होला है। जस्तै कि युजर्स भनेको डिजिटल लिटरेसी भनेर भनौँ, जुन चाहिँ बेसिक है, बेसिक कुराहरू चाहिँ हामीले आउनु पर्यो। भर्खरै कम्प्युटर कोर्स जोइन गर्नु भइरहेको छ भने उहाँहरूको लागि चाहिँ यो डिजिटल लिटरेसी भन्ने कोर्स बेसिक कोर्स चाहिँ एकदमै उपयुक्त हुन्छ। अब यो किन उपयुक्त हुन्छ भन्दाखेरि चाहिँ यसमा विभिन्न स्किल्सहरू हामी कुरा गर्छौँ। यसलाई चाहिँ अहिले म यसरी राख्छु। जस्तै कि यो चाहिँ टार्गेट के चाहिँ किड्स र एन्ड बिगिनर्सको लागि छ। यसमा बेसिक कम्प्युटर फ्लुएन्सीको कुरा गर्छौँ। अनि टपिक्सहरू चाहिँ जस्तो टपिक्सहरू चाहिँ मेन हार्डवेयर सफ्टवेयरको बारेमा थाहा हुन्छ, विन्डोज एन्ड फाइल ह्यान्डलिङको बारेमा थाहा हुनुपर्छ। मतलब हुन्छ नै यो कोर्सहरू यदि गर्नुभयो भने चाहिँ अटोमेटिकली आउँछ नै हैन। इन्टरनेट सेफ्टीको बारेमा कुराहरू आउँछ, त्यो कुराहरू पनि हामीले बुझ्नुपर्ने हुन्छ। र टाइपिङ नेपाली होस्, इङ्ग्लिस होस् या जुनसुकै ल्याङ्ग्वेजमा होस् हैन, त्यो कन्सेप्ट चाहिँ कसरी बिल्डअप गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले यो डिजिटल लिटरेसीभित्र बसेर चाहिँ सिक्छौँ। अनि यिनीहरूमा चाहिँ अब मानौँ न हाम्रो यहाँ के टुल्सहरू दिएको छ। अब यो टुल्सहरू चाहिँ कुन टुल्सहरू बेसिक टुल्सहरू युज हुन्छ होला। जस्तै कि एमएस वर्ड भयो, एमएस पावर पोइन्ट भयो, इमेल एन्ड ब्राउजिङको कुरा भयो हैन। यिनीहरूको यति काम हामीले आयो भने हामीले सानले भन्न सक्छौँ कि म डिजिटल लिटरेसी भनौँ या बेसिक कोर्स चाहिँ सजिलै हेर्न सक्छु, बुझाउन सक्छु। यदि त्यस्तो सानोतिनो प्रब्लमहरू छ भने म त्यसलाई भनौँ न रिजल्भ पनि दिन सक्छु, मतलब सोलुसन निकालेर दिन सक्छु। त्यस्तै गरेर अब हैन यदि कम्प्युटर हजुरले बिगिनर्स लेभल कटाइसक्नु भएको छ भने चाहिँ अब हैन मलाई एडिटर्स बन्नु मन लाग्यो भने हैन, अब कसैले होला हैन मलाई डिजाइनर्स बन्न मन लाग्यो, कसैले भन्न मन लाग्यो म डेभलपर्स भन्छु, कसैले म इनोभेटर्स भन्छु। हो तिनीहरूको लागि चाहिँ अब यहाँनिर डिफ्रेन्ट कोर्सेसहरू छ। यो कोर्सेसहरू चाहिँ अब जस्तो एडिटर्स बन्नलाई चाहिँ अब हामीलाई थाहा हुनुपर्ने कुराहरू चाहिँ यसको टार्गेट चाहिँ के छ, स्टुडेन्ट्स एन्ड कन्टेन्ट क्रिएटर। मेन भन्ने बित्तिकै चाहिँ यो एडिटर चाहिँ के को लागि रहेछ त, कन्टेन्ट क्रिएटर्स हैन। अब यो क्रिएसन सेक्टरमा चाहिँ जानलाई एकदमै सजिलो भयो। जस्तै कि फोटोसप युज गरेर हजुरले चाहिँ कस्तो नराम्रो फोटोलाई पनि राम्रो बनाउन सक्नुहुनेछ हैन। जस्तो कि मानौ र भिडियोहरू भयो, हामीले क्लिप क्याप्चर गर्छौँ अनि त्यसलाई चाहिँ एउटा जोइन गरेर चाहिँ राम्रो एडिट गरेर चाहिँ एउटा राम्रो फिनिसिङ टच दिन्छौँ हैन। त्यो कामहरू चाहिँ हामीले एउटा एडिटरले मात्र गर्न सक्छ है। अब स्टुडेन्ट भयो, मल्टिमिडिया प्रोडक्सन भयो, जस्तो फेसबुक, टिकटक, युट्युबहरू हैन, टिभीको लागि भयो, मोबाइल फोनको लागि भयो, ब्ला कति धेरै कुराहरू छ हैन। यदि एडिटर्स बन्नु छ भने हामी यिनीहरूमा चाहिँ फोकस गर्छौँ है। कोड टुल्सहरू चाहिँ जस्तो कि अहिले यहाँ देखाएको छ, फोटोको लागि भयो, भिडियोको लागि भयो, अडियोको लागि भयो। अब यसमा भन्नु होला म एनिमेसन डिजाइनर बन्छु, त्यो बन्न पाउनु भयो आफ्नो छ। तर मेन कुराहरू चाहिँ हामीले थाहा पाउनुपर्ने कुराहरू र मैले भन्न खोजेको कुरा चाहिँ सायद हजुरले बुझिराख्नु भएको छ। अब यसमा पनि केही टुल्सहरू कुरा गरौँ। जस्तो कि टुल्सहरू चाहिँ फोटोसप भयो, क्यानभा भयो, प्रिमियर प्रो भयो। अब हैन यसमा अझै मलाई इलस्ट्रेटर पनि आउनु पर्यो रे हैन, जस्तो कोरेल ड्रप आउनु पर्यो रे, इनडिजाइन आउनु पर्यो रे हैन। यस्तो कुराहरू पनि यसमा इन्क्लुड गराउन पाइयो हामीले। अनि यो टुल्समा चाहिँ भनौँ न यो टुल्सहरू बाहेक पनि अरू टुल्सहरू पनि हामीले सिक्न सक्छौँ हैन, सिक्न पाउँछौँ। त्यसमा कुनै पनि कसैले रोक्न सक्दैन है। अनि त्यसपछिको कुरा आउँछ हाम्रो प्रोजेक्ट्सहरू, जस्तो कि युट्युब भिडियोज एन्ड रिल्समा चाहिँ हामीले आफ्नो बनाएको प्रोजेक्टहरूलाई चाहिँ सेयर गर्न पायो, मतलब राख्न पायो, एउटा पोर्टफोलियोको जस्तो बनाउन पायो है। यो कुराहरू चाहिँ हामीले यसमा हेर्छौँ। त्यस्तै गरेर अनि यसलाई पनि म लगेर राखिदिन्छु, कति धेरै ठुलो हुँदो रहेछ हेरौँ है। यसलाई चाहिँ माइन्ड म्याप भन्छ है। के भन्छ? माइन्ड म्याप।
माइन्ड म्याप बनाउनलाई मैले नोटबुक एलएम युज गरेको छु। त्यसको बारेमा पनि हामीलाई यदि युजर्सको कोर्स जोइन गर्नुहुन्छ भने पनि सिक्न पाउनुभयो, डिजाइनर्सको कोर्स जोइन गरे पनि सिक्न पाउनुभयो, एडिटर्सको गरे पनि सिक्न पाउनुभयो, किनकि इन्ट्रेस्ट मान्छेको चाहिँ सिक्ने चाहिँ हुनु पर्यो क्या। अब नेक्स्ट कुरा गरौँ हामीले अब डिजाइनर चाहिँ है। अब यसलाई म यहाँ गर्छु डिजाइनर क्रिएटिभ प्रोफेसनल। अब यो कस्तो खालको क्रिएटिभ प्रोफेसनल होला, जस्तै कि हेरौँ त कस्तो कस्तो रहेछ त। यसको मेन टार्गेट चाहिँ क्रिएटिभ जब सिकर्स, गोल यसको प्रोफेसनल भिजुअल डिजाइन, कोर टपिक्स चाहिँ के रहेछ त, मेन ग्राफिक डिजाइन प्रिन्सिपल, ब्रान्डिङ एन्ड लोगोज, युआई युएक्स बेसिक्स, टाइपोग्राफी एन्ड कलर्स थ्योरीको कुरा गरेको छ है। अनि टुल्स इलुस्ट्रेटर एन्ड फोटोसप। इलुस्ट्रेटर फोटोसप मात्रै होला त होइन होला नि त, अझ धेरैहरू होला है। अब जस्तै कि फिग्मा हुनसक्छ होइन, फिग्माबाट पनि हामीले युज गर्न सक्छौँ। अनि त्यसपछि गएर प्रोजेक्ट बनाउने सोसल मिडिया किट्ससँग चाहिँ अब भनौँ न एउटा सोसल मिडिया किट्स भनेर यहाँनिर दिएछ, यो किट्स र किट्स छुट्टै हुन्छ है। अनि यो जति पनि हामीले डिजाइनहरू बनाउँछौँ होइन, एउटा सोकेस गर्नको लागि चाहिँ हामीले एउटा पोर्टफोलियोमा राख्छौँ है, पछि युज गर्नको लागि। ल हेरौँ त अहिलेलाई हाम्रो यत्रो भयो यहाँसम्म। अनि त्यसपछि चाहिँ अर्को कुरा गरौँ हामी यहाँनिर के कुरा गर्छु भन्दाखेरि डेभलपर्सको लागि। यदि तपाईँ डेभलपर्स बन्न चाहनुहुन्छ भने डेभलपर्स भनेको बिल्डर्स। अब के बिल्ड गर्ने त, टार्गेट इन्सपायरिङ प्रोग्रामर्स, गोल्स बिल्डिङ सफ्टवेयर एन्ड वेब्स, टुल्स अब के कोड टुल्स कोड टपिक्सहरू चाहिँ लोजिक बिल्डिङ, वेब डेभ, एचटिएमएल सीएसएस जेएस, पाइथन प्रोग्रामिङ, डेटाबेस जस्ता कुराहरू चाहिँ हामीले सिक्नुपर्ने हुन्छ। टुल्सहरू जस्तो स्क्रैच एन्ड आइडियासको कुरा गरेको छ। प्रोजेक्ट्स, पर्सनल वेबसाइट्स एन्ड विभिन्न टाइपको चाहिँ पोर्टफोलियो वेबसाइटहरू चाहिँ बनाउन पाइयो हामीले है। अनि त्यति मात्र नभएर क्लाइन्ट साइट पनि हामीले बनाउन पाइन्छ, भित्र नजाम धेरै कुराहरू छ। अनि नेक्स्ट र लास्ट छ हामीसँग इनोभेटर्स। इनोभेटर्समा चाहिँ के रहेछ त, यो एडभान्स टेक जसलाई मैले चाहिँ एआई रोबोटिक्ससँग चाहिँ रिलेट गरेको छु र यसमा किड्स प्रोग्रामिङदेखि नै सुरु गरेको छु मैले है, किनकि मलाई एडभान्स लेभल त आउँदैन तर बेसिक लेभल त आउँछ, बेसिक लेभलमा मजाले सिकाउन सक्छु। सो यो इनोभेटर्समा चाहिँ अब के कुराहरू पर्छ हेरौँ है। जस्तै कि टार्गेट एडभान्स प्रोफेसनल्स, गोल्स भन्छ फ्युचर टेक एन्ड इनोभेसन्स, कोर टपिक्स चाहिँ जस्तो एआई एन्ड रोबोटिक्स, आइओटी एन्ड अटोमेसन, साइबर सेक्युरिटी र टेक इन्टरप्रेनरसिप भन्ने कुरा गरेको छ। अनि त्यसपछि गएर प्रोजेक्ट, अनि यसमा पनि प्रोजेक्ट बनाउने, एआई टुल्स र स्टार्टअप कसरी गर्ने भन्ने बारेमा प्रोजेक्टहरू बनाउने, अनि आफूले बनाएको कुराहरूलाई चाहिँ एउटा पोर्टफोलियोमा चाहिँ सोकेस गरेर राख्ने है। अब लास्टमा यसलाई चाहिँ हामीले यो कन्क्लुड गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ हामी बन्न चाहिँ के चाहेको छौँ त, त्यो कुरा चाहिँ पहिला हामीले बुझ्न जरुरी छ है। जस्तै कि मैले यहाँनिर त दिन त मैले कति धेरै कुराहरू दिएको छु नि त होइन। अनि जस्तै ल मैले एउटालाई यहाँ टुकार्छु, यसलाई पनि राख्छु, यसलाई पनि ल यो मैले 5वटा चाहिँ सेक्टर किन मैले निकालेको छु भन्दाखेरि यो चाहिँ एकदम भिभिआई हो है, यति नै हो भिभिआई। मसँग यदि हजुर जोडिन चाहनुहुन्छ भने, मबाट चाहिँ सिक्न चाहनुहुन्छ भने चाहिँ यो 5वटा फिल्डमा चाहिँ म आफूलाई इन्ट्रोड्युस गर्न खोजिरहेको छु है। जस्तै कि युजर्सको लागि एकदम बेसिकलाई चाहिँ मैले एकदम बबाल नलेज चाहिँ दिन सक्छु क्या, उसलाई म त्यस्तो टाइपको चाहिँ बनाउन सक्छु। यदि पढ्ने इन्ट्रेस्ट भनौँ न, पढ्ने इन्ट्रेस्ट छ भने, सिक्ने जोस जागर छ भने मात्रै है। अर्को छ एडिटर्सको लागि पनि मसँग आइडिया छ क्या, भिजन छ मसँग होइन। अनि त्यो आइडियालाई चाहिँ तपाईँ म एडिटर्स बन्छु मात्र भन्नुभयो भने चाहिँ कस्तो टाइपको कन्टेन्ट दिने त, कस्तो कन्टेन्टलाई कस्तो टाइपको एडिटिङ दिने त, त्यस्तो टाइपको कामहरूमा चाहिँ म एकदमै हेल्प गर्न सक्छु, ठिक छ। अर्को डिजाइनर्स भन्ने बित्तिकै क्रिएटिभ प्रोफेसनल। अब यसमा चाहिँ आफ्नै ब्रान्डिङहरू गर्नु पर्दाखेरि चाहिँ कसरी त्यो ब्रान्डिङहरू गर्ने त, त्यसको बारेमा म छुट्टै आफ्नै सल्लाह मात्र नभएर आफूले दिन सक्नुपर्ने जति पनि कुराहरू छ त्यो सबै प्रोभाइड गरिदिन सक्छु, ठिक छ। अनि डेभलपर त म आफै यसमै फ्युचर बनाउने हो होइन, डेभलपर्स नै हो मेन बिल्डर्स भनेको चाहिँ होइन। अब यो यसमा वेबसाइट बनाउनेदेखि लिएर सफ्टवेयर बनाउनेदेखि लिएर होइन, यो भित्र नै बसेर हामीले सिक्नुपर्ने हुन्छ। र लास्टमा इनोभेटर्सको कुरा गरेछ, यो चाहिँ एआई रोबोटिक्स हो, यो अपकमिङ जेनेरेसनको लागि हो। र अहिलेबाटै यदि हामीले बेस राम्रोसँग बनाउँदै गयो भने चाहिँ आउँदो 5 वर्षदेखि लिएर 10 वर्षमा हामी चाहिँ प्रो लेभलमा काम गर्न
काम गर्ने लायकको चाहिँ भन्छौँ क्या। मेरो होप यति छ, यदि हजुर भर्खरै एसई दिनुभएको छ भने चाहिँ कम्प्युटर सिक्न चाहनुहुन्छ वास्तवमा भन्दाखेरि चाहिँ पहिला एउटा चाहिँ कुन कोर्स गर्ने होइन, मलाई के बन्नु छ भन्ने कुरा चाहिँ पहिले डिसाइड गर्न सक्नु पऱ्यो नि त होइन। अब म गएँ, मलाई कम्प्युटर आउँदैन, बेसिक कोर्स जोइन गर्नु, अब सिकाउने मान्छेलाई पनि आउँदैन क्या होइन। उसले त तपाईँलाई के बन्ने छ भन्ने कुरै बुझेको हुँदैन नि त होइन। पहिला त म के बन्छु, म के को लागि सिक्छु भन्ने कुरा त देखाउन सक्नु पऱ्यो नि त होइन। अब जस्तो कि भनौँ न, अब बेसिक कोर्स गरेँ, बेसिक कोर्स गरेर के नै गर्न सक्ला र, धेरै काम गर्न सक्छ बेसिक कोर्स गर्नेहरूले होइन। उसले केही नगरे पनि एउटा टाइपिङ गरेर पनि एउटा पेपर टाइप गरेको 50 देखि लिएर 100 रुपियाँ लिन सक्छ होइन। यदि एमएस वर्ड युज गर्न आउँछ भने उसले सिभी बनाउन सक्छ, उसले बिल सिटहरू बनाउन सक्छ, उसले बुक्सको कभर पेजहरू बनाउन सक्छ होइन, के लेबलहरू डिजाइन गर्न सक्छ, सर्टिफिकेट्सहरू डिजाइन गर्न सक्छ। मतलब काम धेरै छ, तर त्यो काम धेरैभन्दा पनि आइडिया चाहिँ कतिको दिने मान्छे छ त होइन, र आइडियाले कतिको ग्र्याब गर्ने मान्छे छ त, त्यो चाहिँ स्टुडेन्टमा डिपेन्ड पर्ने कुरा हो र टिचरमा डिपेन्ड पर्ने कुरा हो। सो आई होप हजुरहरूले मैले भन्न खोजेको कुरा चाहिँ बुझ्नुभयो होला। यदि हजुर मसँग जोडिन चाहनुहुन्छ, यदि हजुरलाई युजर्स, एडिटर्स, डिजाइनर्स, डेभलपर्स, इनोभेटर्स या ट्रेडर्स, अझ धेरै सेक्टर्सहरू छ होइन, तर यो चाहिँ 5वटा मेन पिलर हो मेरो। मैले चाहिँ रात दिन काम गर्ने भनेको यही 5वटा पिलरमा हो। यदि यो 5वटा पिलरबाट चाहिँ तपाईँले कुनै पनि एउटा सेक्टरमा चाहिँ किङ बन्नु छ होइन, या क्विन बन्नु छ भने चाहिँ डोन्ट फर्गेट टु मेसेज मी है, ट्राई टु इनरोल नाउ होइन। अहिले नि मेसेज गर्ने, कल गर्ने, बुझ्ने होइन। म यो कोर्सहरू चाहिँ कहाँबाट प्रोभाइड गराउन सक्छु होइन, अनलाइनमा प्रोभाइड गराउन सक्छु कि फिजिकल क्लासमा प्रोभाइड गराउन सक्छु, त्यो कुराहरू त बिफोर इन्क्वायरी हामीलाई केही थाहा नै हुँदैन नि त। पहिला इन्क्वायरी गर्नु पऱ्यो, 2-4 दिन डेमो क्लास लिनु पऱ्यो होइन। हाम्रोमा त मेरो थ्रुबाट 3 डेज त फुल्ली डेमो क्लास फ्री नै हुन्छ। हस् त, एट लास्ट यो भिडियोमा चाहिँ यति मात्रै राखौँ होइन। यदि हजुर पनि कम्प्युटरको जोड्ने स्टार्ट गर्न चाहनुहुन्छ भनेपछि पहिला चाहिँ राम्रोसँग सोच्ने, विचार गर्ने अनि मात्र जम्प गर्ने। पैसा त जति पनि फालिन्छ र जति पनि कमाइन्छ, तर स्किल्स सिक्ने टाइम चाहिँ गए पछाडि चाहिँ पैसाको कुनै अर्थ रहँदैन। यो चाहिँ यसको भ्यालु चाहिँ मैले चाहिँ बुझेको छु क्या। सो फेरि पनि म भन्छु, इनरोल गर्न चाहिँ नबिर्सिनु होला। हस् त, टेक केयर, बाई बाई।